बन्द गराएको छु। कोभिडको बेलामा धेरै मानिसहरूको ज्यान जोगाएको छु। कोभिड अस्पताल मैले नै बनाएको हुँ। आज कोशी अस्पतालमा जुन नयाँ बिल्डिङ बनिरहेको यहाँहरूले देख्नुहुन्छ त्यसको शिलान्यास मैले नै गरेको हुँ। यो सिङ्गिया खोलाको तटबन्धन गर्ने काम मैले नै गरेको हुँ। आज बाढीबाट बचाउने काममा मैले योगदान गरेको छु। अब यो बाटो अहिले जुन छ यो महेशपुरबाट थला भौडा जाने बाटो यो कामको थालनी मैले नै गरेको हुँ। यस्ता अनन्त कामका फेयरस्थहरू मसँग छन्। कयौँ सामुदायिक भवनहरू मन्दिरहरूमा मैले चाहिँ मन्त्री छँदाखेरि योगदान गरेको छु। रोजगारी दिने छ त्यो काम गर्ने। अर्को विराटनगर कटहरीको जुन रिङ रोड छ यो अलपत्र छ। यो रिङ रोड पुरा को नहेर्ने हात उठाउनु त सबैजना हेर्ने है। आउनुहोस् केही समय कथाको प्रसङ्ग श्रवण गरौँ। गोविंद भगवान को आज को आनंद को श्रीमद् भागवत महापुराण को अनंत भगवान को अनंतेश्वर महादेव को समादरणीय भक्त सज्जनवृन्द, हामीले हिजोको कथामा आत्मदेव नाम गरेका ब्राह्मण घर छोडेर जानुभयो भन्नेसम्म कथालाई श्रवण गरेका थियौँ। आज त्यो धुन्धुकारीले के गर्छ होला त? अब आजको कथाको प्रसङ्गमा सुध्रिएर जान्छ कि अझ त्यो धुन्धुकारी मासिएर नासिएर अनेक जब घर छोडेर जानुभयो। अब घरमा गोकर्णजी महाराज, धुन्धुकारी अनि धुन्धुली तीनजना हुनुहुन्थ्यो। गोकर्णजी महाराजले पनि धुन्धुकारीलाई खूब सम्झाउनुहुन्थ्यो, हे दाजु हजुर यस्तो पाप कर्म नगर्नुहोस्, पाप गर्नाले अन्तिममा दुःख भोग्नुपर्छ। यदि अन्तिममा दुःख भोग्नु नै छ भने त्यस्तो नराम्रो कर्महरू नगर्नुहोस् भनेर सम्झाउनुहुन्थ्यो। जति सम्झाउँदा पनि त्यो धुन्धुकारीले मानेन। आफ्नो गोकर्णजी महाराजको आज्ञालाई नमानिसके पछाडि आज गोकर्णजी महाराज पनि अब घर छोडेर तीर्थयात्रामा जान्छु भनेर गोकर्णजी महाराज पनि तीर्थयात्रामा जानुभयो। हजुरहरू मलाई कथा सुनाउने हो हजुरहरूले कथा सुनाउने हो मलाई? ल म सुन्छु, हजुरहरू मलाई सुनाउनु। यदि मैले सुनाउनु पर्छ भने शान्त भएर सुनिदिनु होला, कथामा विघ्न गर्नु हुँदैन। तो घर छोडेर आज गोकर्णजी महाराज पनि तीर्थयात्रामा जानुभयो। अब घरमा दुईजना, को धुन्धुकारी र धुन्धुली। आज गोकर्णजी महाराज पनि हुनुहुन्न थियो घरमा। आत्मदेव नाम गरेका ब्राह्मण पनि घर छोडेर हिँड्नु